देखि भनिआएको मोस्ट इम्पोर्टेन्ट प्लेस इन द वर्ल्ड इज हाउस। यो मैले ब्रिटेनको ठाउँमा मैले यो टाँसेको देखेको थिएँ र आजभन्दा 25 वर्ष अगाडि मैले यो कोटेसन कण्ठ पारेको। मोस्ट इम्पोर्टेन्ट प्लेस इन द वर्ल्ड इज हाउस। मान्छे चाहिँ घरको अशान्ति योगामा गएर हासिल गर्न खोज्छन्, पशुपतिमा गएर यो सप्ताह लगाएर चाहिँ शान्ति हासिल गर्न खोज्छन्, बाबाजीलाई ढोगेर शान्ति हासिल गर्न खोज्छन्। होइन, सबैभन्दा महत्त्वपूर्ण घर हो, त्यसैलाई नै बनाउनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो आत्मीय मनभित्रको शान्ति हो। मनभित्र शान्ति छैन भने काहीँ श्लेषमान्त जङ्गलमा गएर यो के अरे यो ऋषिकेशमा गएर शान्ति खोज्ने। मलाई पनि एकचोटि त्यस्तो भूत चढेको थियो, बडा अशान्ति भयो देशमा। यो टन्टा बेहोर्नुभन्दा एकचोटि क्रमभङ्ग गर्नु पर्यो, ऋषिकेशमा गएर शान्ति पाइन्छ कि भन्ने मनमा थियो। मेरो एकचोटि काङ्गडा भिजिटको सन्दर्भ पर्यो। ऋषिकेश पुगेको त ऋषिकेश जस्तो छ भनेर मैले कल्पना गरेको थिएँ। संसारको सबैभन्दा हो हल्ला र भिड भडका भएको क्षेत्र भनेको त ऋषिकेश रहेछ। तर उसको ब्रान्ड मात्रै ऋषिकेश, शान्तिको लागि ऋषिकेश, शान्तिको लागि ऋषिकेश भन्ने कुरा रहेछ।